ल साथी हो, मैले चाहिँ घाँस काट्ने क्रममा एकदमै पुरानो यो चाहिँ लगभग धेरै 50-60 वर्ष पुरानो हो यो। अनि अहिले चाहिँ म यहाँ घाँस काट्दैछु। घाँस काट्दै गर्दाखेरि चाहिँ यो भेटियो। यो चाहिँ हाम्रो घरको पुरानो गैला। अनि यस्तो छ यो। अब चाहिँ फालिएको। यो चाहिँ मेरो बाजे चन्द्रपालको पालाको हो। चन्द्रपाल मेरो बाजे, उहाँको पालाको हो यो, जहाँसम्म मलाई लाग्छ। यो चाहिँ एकदमै पुरानो हो। अहिले चाहिँ यस्तो अवस्थामा छ। अनि यसमा चाहिँ हाम्रो राईहरूले पानी पनि राख्ने गर्थ्यो त्यो बेलामा, जति बेला गाग्रीको जमाना थिएन। अनि त्यति मात्रै नभएर राईहरूले चाहिँ यसमा ठिङ्गा राखिन्थ्यो। ठिङ्गा भनेको चाहिँ जाँड हो। एकदमै जाँड बनाएर यहाँ चाहिँ जाँडको छोक्रा चाहिँ टप्पै राखिन्थ्यो। अनि यहाँ बुच्चो लाइन्थ्यो। अनि त्यसपछि कुनै पनि शुभ कार्यमा अथवा अरू दुःखको कार्यहरूमा, अनि पाहुनाहरू आउँदा, पाहुना सत्कारको बेला हाम्रो राईहरूले चाहिँ, अरू राईहरूले के गर्छ त्यो चाहिँ थाहा भएन। हाम्रो छिलिङ राईहरूले चाहिँ यो घ्याम्पाबाट जाँड झिकेर एक बोटोको चाहिँ छानेर दिने चलन चल्ती थियो। तर अब अहिले चाहिँ बढ्दो विकासको क्रमसँगै यसलाई चाहिँ अब फालिएको छ। यो पनि ओझेलमा परेको छ। अब यसको ठाउँमा चाहिँ एकदमै विकल्पहरू आइसकेको कारण। तर जे भने पनि त्यो समयमा चाहिँ यो बिना हुँदैन थियो। अहिले जति यसको व्यवस्था गरिएको छ, त्यो समयमा चाहिँ त्यति नै धेरै यसको महत्त्व पनि थियो र यसको वास्ता पनि गरिन्थ्यो। फुट्छ कि भनेर एकदमै यहाँ तल चाहिँ यसको पिँध बनाइन्थ्यो। चोयाको यो परालको खरको बनाएर यसलाई राख्ने ठाउँ बनाइन्थ्यो, ताकि यसलाई कुनै असर नपरोस्, नफुटोस् भनेर। यसको चाहिँ मैले देख्दैछु 2 ठाउँ फुटेको छ। अनि एकदम अहिले पनि त्यतिखेर चाहिँ यस्तो फुट्दाखेरि पनि टालेर चलाउने चलन थियो, मलाई जहाँसम्म थाहा भए अनुसार चाहिँ। अनि यसलाई चाहिँ हामी घेम्पा भन्छौँ। घेम्पा हो यो। अनि यो किन्नुको लागि चाहिँ भोजपुर जानु पर्थ्यो, धनकुटा बजार जानु पर्थ्यो। गाडी थिएन, हिँडेर जानु पर्थ्यो त्यो बेलामा। अनि अहिले घाँस काट्दै गर्दाखेरि चाहिँ यो फालिएको रहेछ। हाम्रो घरको फालेकै हो यो। अनि यता फालेको भन्दा नि साइड लाएर राखेको। फालेको भए त यो फुटिसकेको हुन्थ्यो। एकदम जतनसँगै फाल्नु चाहिँ फालेकै हो, तर एकदम जतन गरेर फालेको छ। एकदम राम्रो छ। यो एउटा त्यो समयको भाँडो हो। अहिलेको भाइ बहिनीहरूले, अहिलेको पुस्ताले यसलाई सायदै चिन्दैनन्। यसको नाम पनि त्यति थाहा छैन होला, र केको लागि प्रयोग गरिन्थ्यो भन्ने पनि थाहा नहुन सक्छ। यो चाहिँ विशेष गरी हाम्रो राई जातिको चाहिँ महत्त्वपूर्ण भाँडो नै हो। अनि योभन्दा अर्को सानो सानो पनि हुन्छ। योभन्दा सानो सानो चाहिँ हरेक कुरामा काम लाग्छ। अनि यो चाहिँ ठुलो, यो चाहिँ स्टोर गर्ने भाँडो हो। पानी अनि जाँडहरू भयो, अनि रक्सीहरू भयो, त्यो स्टोर गरिन्थ्यो पहिला यो भाँडामा। अनि यस्तो भाँडामा पकाएको भात पनि खाएको छु। यो चाहिँ एउटा गाग्रोको काम गर्छ। अनि भाँडाको काम गर्नेलाई चाहिँ हामी फू भन्छौँ। फूमा चाहिँ भात पकाइन्छ, दाल पकाइन्छ। त्यसमा पकाएको एकदमै मिठो हुन्छ। अनि यो चाहिँ विशेष गरी पानी र जाँडकै लागि एकदमै विशेष हो यो चाहिँ है। तपाईँहरूको माझमा मैले अहिले घाँस काट्दै गर्दाखेरि भेटेँ धनकुटामा। अनि यो चाहिँ धेरै पुरानो, पहिला। अनि यस्तोमा चाहिँ यस्तो चिजहरू राख्ने गरिन्थ्यो। अनि अहिले घरको छेउमा। अनि यो चाहिँ हाम्रो पुरानो घरको गारो हो। अहिले यो भग्न अवशेष मात्रै बाँकी छ। यस्तो छ। अनि यो घरको गारो हो। यहाँ चाहिँ त्यही घरको साइडमा चाहिँ यो भाँडा मैले फेला पारेको छु।